यहाँहरू सबैलाई ख्रिस्ट येशूको नाउँमा नाना जय मसी। आज बिहानी के अरे चर्चमा एकजना भाइले मलाई सोधिरहनु भएको थियो कि दाइ तपाईँलाई बाइबलबाट मनपर्ने क्यारेक्टर कुन हो भनेर। उसो त बाइबलमा मन नपर्ने क्यारेक्टर भन्ने कुनै पनि छैन, दियावलास बाहेक, दुष्ट बाहेक। तर मलाई पुरानो नियमबाट र नयाँ नियममा एक एकजना क्यारेक्टर चाहिँ एकदमै बढी मनपर्छ। म दुईवटा क्यारेक्टर चाहिँ तपाईँको बिचमा हाइलाइट गर्न चाहन्छु। पुरानो नियममा मलाई मनपर्ने क्यारेक्टर चाहिँ योसेफ हो। योसेफलाई आफ्नो बुवा याकुबले बुढेसकालमा मात्रै पाएको भनेर उसलाई बढी माया गर्छ अनि उसलाई बढी माया गरेको देखेर उसका दाइहरूले डाहा गर्छ। त्यही डाहाको कारणले गर्दाखेरि उसका दाइहरूले उसलाई मार्नेसम्मको प्लान गर्छ। तर उनीहरूले नमारिकन योसेफलाई चाहिँ कनान देशबाट मिश्र देशमा बेचिदिन्छ। जब मिश्र देशमा के अरे पुग्छ, योसेफ एउटा आर्मीको अधिकारीको घरमा बेचिन्छ। त्यहाँ उसलाई परीक्षा पर्छ, तर पनि ऊ परीक्षामा परमेश्वरको भय मानेर त्यो परीक्षामाथि जित्छ। तर त्यसैको आरोपले ऊ जेलमा पुग्छ। बाइबलविदहरूलाई साक्षी मान्ने हो भने उसलाई 13 वर्ष ऊ मिश्र देशमा बस्छ र 13 वर्ष पछाडि चाहिँ एक दिन चाहिँ त्यो देशको राजा फारोले सपना देख्छ। त्यो सपनाको अर्थ खुलाउने मान्छे नपाएपछि योसेफ चाहिँ त्यो सपनाको अर्थ खुलाउनका लागि फारो राजाको महलमा पुग्छ, दरबारमा पुग्छ। जब ऊ त्यो फारो राजाको सपना सुन्छ, त्यो सपना अनुसार उसले 14 वर्ष त्यहाँनिर योजना बनाउँछ। अनि त्यो 14 वर्षमा पहिलो वर्षदेखि 14 वर्षमाको यस्तो ब्रिलियन्ट एउटा उसले योजना बनाउँछ। आई मस्ट से, र मलाई भन्न मन लाग्ने चाहिँ हि वाज ब्रिलियन्ट अन्टरप्रेनर, हि वाज अ ब्रिलियन्ट बिजनेस माइन्ड। उसले पहिलो 7 वर्ष जुन सहकाल हुन्छ, त्यो सहकालमा उसले के सिकाउँछ भन्दाखेरि हामीसँग हुँदाखेरि बचाउनुपर्छ, हुँदाखेरि बचाउने मात्र होइन, हामीले सही ठाउँमा लगानी पनि गर्नुपर्छ भनेर उसले सिकाउँछ। त्यहाँ बाइबलले स्पष्ट लेख्दछ कि फारो राजाको धनसारमा अति नअति अन्न बाली थियो, ठाउँ ठाउँमा जम्मा गरेको थियौँ। देशबाट उसले जम्मा पनि गर्न सकिँदैनन्, ठाउँ ठाउँमा उसले जम्मा गर्थ्यो भनेर लेख्दछ। जब 8औँ वर्ष पुग्छ, अनिकाल सुरु हुन्छ। अनिकाल सुरु भएपछि देशमा हाहाकार चल्छ अनि त्यो देशका मानिसहरूले फारो राजासँग किन्न थाल्छ र किन्न आउँछन्। अनि बाइबलले के स्पष्ट लेख्दछ भने त्यो मिश्र देशभरिका हरेक मानिसहरूको धन सम्पत्ति फारोको हुन्छ। त्यति मात्र होइन, गाई बस्तु पनि फारो राजाको हुन्छ। अनि त्यहाँ बाइबलले स्पष्ट बोल्दछ कि पुजारीको बाहेक मिश्र देशका सबै मानिसहरूको जग्गा जमिन पनि फारो राजाको हुन्छ। वाट अ ब्रिलियन्ट बिजनेस माइन्ड। यसरी भन्दाखेरि मलाई गाली नगर्नु होला, मलाई चाहिँ भन्न मन लाग्ने कुरा चाहिँ के हो भन्दाखेरि योसेफ चाहिँ परमेश्वरले चलाएको एउटा व्यक्ति मात्र नभइकन उसको चाहिँ ब्रिलियन्ट बिजनेस आइडिया पनि थियो। बिजनेस के अरे आइडिया मात्र नभइकन ऊ ब्रिलियन्ट अन्टरप्रेनर पनि थियो। अनि बिजनेस भाषामा भन्ने हो भने त्यहाँनिर के हुन्छ भन्दाखेरि आफ्नो लगानीले बच्चा मात्र होइन, लगानीले नाति पनाति पनि पाएको हामी पाउँछौँ त्यहाँनिर चाहिँ। किन भन्दाखेरि पछि फेरि फारो राजाले ती मिश्र देशका मानिसहरूलाई बिउ दिएर उनीहरूलाई आफ्नै जग्गामा उनीहरूले आदियामा काम गर्न सुरु गर्छन्। अनि म त्यो भएकाले मलाई योसेफ चाहिँ पुरानो नियमबाट उहाँ चाहिँ योसेफ चाहिँ आत्मिक रूपमा पनि, भौतिक रूपमा, आर्थिक रूपमा एउटा ब्रिलियन्ट नमुना थिए, ब्रिलियन्ट के अरे आइडिया भएको मानिस थिए। त्यही भएर आई मस्ट से कि आम अ बिग फ्यान अफ योसेफ पुरानो नियमबाट। नयाँ नियममा आएर प्रभु यीशु ख्रिस्ट बाहेक मलाई मनपर्ने क्यारेक्टर चाहिँ पावल हो। किनभने पावल चाहिँ यस्तो व्यक्ति थिए जसले चाहिँ परमेश्वरलाई चिन्नुभन्दा अगाडि उसले परमेश्वरलाई वास्ता मात्र गरेनन्, ऊ विरोध गर्थे, परमेश्वरका जनहरूलाई कुट्थ्यो, पिट्थ्यो, मार्थ्यो। तर जुन दिन ऊ चाहिँ परमेश्वरसँग इन्काउन्टर भयो र परमेश्वरको महानता उसले देखे, महसुस गर्न पाए, त्यो दिनदेखि उसले 1 सेकेन्ड पनि परमेश्वरलाई शङ्का गरेन। इङ्ग्लिसमा भन्छ नि नो बट नो इफ भने जस्तै उसले तुरुन्तै परमेश्वरको महानता देख्ने तुरुन्तै ऊ अरब मुलुकमा गएर परमेश्वरको के अरे सेवाकाई गर्न थाल्छन्। उसले एसिया, मिडल इस्ट र युरोपका केही देशहरूमा गएर परमेश्वरको सुसमाचार सुनाउँछ, परमेश्वरको महानता मानिसहरूलाई सुनाउँदै हिँड्छन् र परमेश्वरको राज्यलाई विस्तार गर्छन्। आज तपाईँ र म संसारमा कसरी बाँच्नुपर्छ, कसरी रहनुपर्छ, क्रिस्चियनको रूपमा, अगुवाको रूपमा, अनि अन्य जातिहरूसँग कसरी व्यवहार गर्नुपर्छ भन्ने हरेक कुराहरू एक्सप्लेन गर्दै उहाँले नयाँ नियममा 13वटा पत्र लेख्नु भएको छ। अनि जब जब म नैतिक रूपमा, क्रिस्चियन नैतिक रूपमा म कहीँ खड्किन्छु, कहीँ अड्किन्छु, कहीँ कन्फ्युज हुन्छु, म पावलको पत्र पढ्छु। पावलले खान हुने कुरा, नहुने कुरा, जानु हुने कुरा, नहुने कुरा, ती कुराहरू आउन सक्छ भन्ने कुरा पावललाई पवित्र आत्माबाट अगाडि नै बोलिसकेको थियो। अनि पावलको 13वटा पत्रमा इच एन्ड एभ्रिथिङ, प्रेम के हो, हामीले के अरे बुढाबुढीको रूपमा हामीले कसरी एकला अर्कालाई प्रेम गर्नुपर्छ, भातृ के अरे स्नेह भनेको के हो, हरेक कुरा उसले एक्सप्लेन गरेको छ। नयाँ नियममा चाहिँ म प्रभु यीशु ख्रिस्ट पछाडि आम अ बिग फ्यान अफ पावल। एब्सोल्युटली परमेश्वरले चलाएको व्यक्ति पावल थिए। अनि म यो दुईवटा क्यारेक्टर, पुरानो नियमबाट योसेफ र नयाँ नियमबाट चाहिँ पावल चाहिँ मलाई मनपर्ने क्यारेक्टर हो।
आई मस्ट से आई एम अ बिग फ्यान अफ बोथ अफ देम। एकजना ब्रिलियन्ट आइडिया भएको मानिस थियो, एकजनाले परमेश्वरको सेवाकाई गर्दाखेरि दुःख पर्न सक्छ, तर त्यसको बावजुद पनि कहिले पनि उसले अभावहरू धेरै झेले, अभावहरूको सामना गरे, आफ्नो शरीरले पनि साथ नदिएको सामना गरे, तर पनि कहिले पनि उसले परमेश्वरको सेवाकाई गर्न छोड्नु भएन। अनि हामीलाई पनि त्यही बाटोमा हिँड्नलाई उहाँले भन्नुभयो, मेरो अनुसरण गर्ने गर जसरी म प्रभु यीशु ख्रीष्टको अनुसरण गर्ने गर्छु। त्यही भएर म यो दुईवटा क्यारेक्टर मलाई एकदम मनपर्छ। तपाईँहरूलाई कुन क्यारेक्टर मनपर्छ प्लिज के अरे डु नट हेजिटेट टु कमेन्ट बिलो। तपाईँलाई आफूलाई मनपर्ने क्यारेक्टरको तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ। यहाँहरूको दिन परमेश्वरको कृपाले सदैव असल रहन सकेकोस्। सबैलाई जय मसीह।